ल हामी चाहिँ त पारी हो कि जान्न हो नि त्यहाँसम्म त के ए हो ल त्यो त पारी भित्र हो नि देउता सिद्ध बाबा थानमा यहाँ हामी पानी माग्न आएको है आज ल त्यो छ ठाउँ ध्रुव सिद्ध गुफा होइन सब्सक्राइब गर्नुभएको यहाँ सबै हामीले यो कहाँ भन्दाखेरि यता हाम्रो कालीगण्डकी यो स्याङ्जा त परिगयो के अरे तर यो हाम्रो यो माथि उसले पानी लगाउने भन्दा मुनितिर ढुस खोला भन्दा मुनि श्रीदुजी भन्दा लगभग 2-3 किलोमिटर माथि है भित्र देखाउँछु मैले ल हाम्रो ज्ञानदा भित्र जाँदैछ नि है त्यो गुफा छ पुरा हामीलाई यो चाहिँ हुन त यो पानी चुहेर के भएको होला होइन यहाँ चाहिँ यस्तो शिवजीसँग हुन्छ यहाँ चाहिँ हाम्रो शिवजी मन्दिर पनि छ पानी यता छ अनि यो उता भित्र वहाँ चाहिँ हाम्रो भित्र छ नि मन्दिर म त आएन भयो अनि यस्तो चाहिँ पनि पुरै यस्तो छ है साथीहरू पोखरी चाहिँ यो पानी त यहाँ सुक्ने कुरा कहिले पनि भएन दानपत्र अनि यस्तो है ल साथीहरू हामीले त यस्तो पनि गराएको है यो चाहिँ ठ्याक्कना उता चाहिँ सरसफाइ गर्दै हुनुहुन्छ उतापट्टि ल देखियो छ आएको बेला सरसफाइ गरौँ भन्नुभएको यहाँखेरि सरसफाइ हामी चाहिँ यताबाट आएको है पानी चाहिँ यस्तै जतिखेर पनि परेको पऱ्यो यहाँ चाहिँ मादल खैजल यहाँ छ नि हेलो आज हल्लु खानुपर्छ है ल गिराउने पनि यहाँ मैले खैजल मजुरी ल्याएँ पूजा यहाँ पूजा हुँदैछ हाम्रो यहाँ राख्ने हुन्छ मादल ल पनिरवाला गरिदिनु भयो के भयो घन्टीटाङले सरसफाइ गर्दै हुनुहुन्छ उता त्यहाँ है अहिले मन्दिर गुफा भएको थियो भोग्नै भन्नुहोस् त सही भने यस्तो यो कोटलाई बिग्रे के भगवानले घनघोर जङ्गल छ है फेरि यतापट्टि